हामी चाहिँ अहिले हाम्रो चोकमा जानको लागि निस्किसकेका छौँ। केटाहरू चाहिँ पछि पछि जाँदैछन् समीलाई लिनको लागि। वेदर नि मिठो भएको छ। आयो आयो आज हान्नुपर्छ ल दबाई दियो अरे दबाई। ल हामी चाहिँ अहिले एकछिन तर हामी फेरि भेट्नु सक्दैनौँ सरलाई बस्नुहोस् फर्केर। हामी चाहिँ हाम्रो गन्तव्यको लागि हिँडिसकेका छौँ। अहिले चाहिँ मेरो साथीहरू मेरो दुत्ती हो अगाडि उहाँ केटाहरू। ल होइन साथी हिँड ल। आज रैला हान्नुपर्छ केटा, आज बिस रैला हान्नुपर्छ। अहिले चाहिँ हामी फेरि कटेर घट्टे खोलाको बाटोतिर छौँ केटाहरू। अब पछाडि चाहिँ हामी चाहिँ ओभरटेक हालिसकेका छौँ। केटाहरू चाहिँ केही छैन हिँड न। मजा आइरहेको छ जियोस् केटाहरूसँग हिँड्न होइन। कपाल चाहिँ अलिक झाटो छ होइन, के गर्ने गाडी छ। केटाहरू चाहिँ अगाडि टक्का लाएर 3 लाइनमा, हामी चाहिँ पछाडि आफ्नो लाइनमा। है साथी आफ्नो लाइनमा फेरि भिडियो बनाएर त्यसै त भिडियो बनाएर कसले यसो क्लिप हालेर हालिदिएको रे भाइ। ओ ग्याङ्स्टर ओ माइला गड। लिमिट चाहिँ दारूको थियो तर अरू पनि थिएन नि त। अहिले सुत्दा पिक्स थिएन नि त, अनि त्यो भएर हो क्या। अरू पनि पिक्स सक्यो त पर्दैन नि। पानी बिहाड पुल रे, नयाँ पुल उताटी पुरानो पुल। ए आज गिटारै ल्याइयो अगाडि हिँड त। त्यो दारे ल्याइन्छ गिटार बनाउनु गयो। गिटार खायो भनेर त्यसले ल्याउँछ। दारे गाडी सुकिसक्यो। दारे गिटार हाम्रो एकछिनको स्टप आइसकेको छ। हाम्रो केटाहरू यहाँ छ। ल केटा हामी चाहिँ अहिले फाइनली हाम्रो गन्तव्यबाट हिँडिसकेको छौँ। केटाहरू पछि आउँदैछ। हामी यसो एउटा भिडियो बनाएर निस्किन्छौँ ल। अहिले चाहिँ होइन हामी चाहिँ के अरे यसो एउटा मात्रै भिडियो बनाएर निस्किसकेको छौँ। अहिले पछि फेरि बनाउँछौँ। केटाहरू चाहिँ अगाडि छ। आएन कि साथी मलाई नि, मैले फर्स्ट टाइम हो। ल अगाडि हिँड्न तिनीहरू ग्याप दिँदैन। भाइ बहिनीहरू चाहिँ बल्ल स्कुलबाट घर जाँदैछ। राम्रो छ है भाइ बहिनीहरू, राम्रो छ। हाम्रो नि कुनै जमानामा यस्तै गाडी थियो। ल केटाहरू यहाँ दारुबेन माइक टेस्ट। बहिनीहरू पछि भाइहरू हाम्रो चाहिँ अहिले भरि साधन चेन्ज भएको थियो, त्यही पनि यहाँतिर राम्रोसँग नच्यापेर यस्तै हालत हिँड्नु लाग्नु पऱ्यो। केटाहरू सब अगाडि गइसक्यो। अनि हेलमेट चाहिँ मैले किन लगाएको भन्दाखेरि मेरो सेफ्टीको लागि हो। साथीलाई बाल छैन आउने सेफ्टीको, तर मलाई त छ नि त डर छ मनमा। कतै गएर टाउको फुट्यो भने के गर्ने होइन। घरकाले त्यसै त खुट्टा भाँचिदिन्छु भन्छ, झन् टाउको भाँचेको देख्यो अन्त अझै खुट्टा काटिदिन्छ भने झन् टाउको फुटेको देख्यो भने त मार्छ मलाई। त्यही भएर हामी यसो सेफ्टी त्यस मजा आइरहेछ।
ओ माइला कडा गर्दै के चाहिँ एकछिन यहाँ रेस्ट गरेको थियौँ भ्यू केही नदेखे नि फोटोसोटो चाहिँ केटाहरूले खिच्यो मिठो यहाँ हाम्रो साथीहरू छन् यहाँ यस्तो लजाम केटा हो जर्नीको लागि हाम्रो फेरि सरी डेस्टिनेसनको लागि हाम्रो जर्नी सुरु भइसकेको छ पहिला हुँदैछ केटाहरूसँग होइन कस्तो लागिरहेछ केटा हो साथी कस्तो लागिरहेछ एकदम मजा आइरहेछ एकदम मजा आइरहेछ अघि है बेलुका बेलुका चिसो मौसममा टक्क लगाएर हिँड्दैछ अब भोलि भाले गाड्छ के थियो कि होइन चिसो मौसम तर यो मुटु न्यानो छ अनि कस्तो लागिरहेछ ल ल ल ल ल आइज केटा सुस्तो सुस्तो केटा हाम्रो चाहिँ फेरि उकालो सुरु भइसकेको छ केटाहरू सुस्तो सुस्तो पछि पछि आउँदैछ होइन अनि उकालो ओह्रालो रिक्छ बाटोहरू चाहिँ अलिकति दूर नै रहेछ एकदम साथी ओ माइला गड भिन्टेज वेको अरे के ओ माचिस केटा हो भ्यू केटा हो भ्यू ए सरी अहिले देखेन होइन ए केटा हो कस्तो राख्दै ओ माइला गड झन्न मरेन कस्तो डिस्ट्र्याक्सन हानिदिरहेको थियो अघि हेर साइकल दिवस फेरि साइकल हाम्रो नि यहाँ साइकल खै ए साइकल छैन साइकल यो एक्सर्साइज यो चले ओहो स्टार्ट गर्नुपर्ने छ साथी ल साथी तिमी त चाबी नै आउन छैन उता ल भइहाल्यो नि वान ट्याप अघि थाहै नपाइकन स्टार्ट ओ माइलाको तिनवटा भोटे कुकुर भेरी डेन्जर केटा हामीले चाहिँ हाम्रो केटाहरूले पछाडि छोडेर चलिसकेको छ होइन बाटो पनि यस्तो हालत छ बाटो चाहिँ खतरनाक छ होइन बाटो चाहिँ खतरनाक छ साथी पछि आउँदैछ साथी यहीँ रोक्थ्यो उता अगाडि पो त्यो माथि यहाँ छेउमा राख्दैन उतै राख्दे ल केटा फाइनली हामी एकछिन यसो रेस्टको लागि बसिसकेको छ चाक गयो के गर्नु अन्त केटा च्याप्पेको के त्यो भएर रोकेको केटाहरू आउँदैछ साथी साइड रोक ओ साइड भ्यू चाहिँ यस्तो दामी छ चिस्टक्कर झन् यहाँ खोला हजुर खै गाउँतिर भनेको यही फाइदा कि है मिठो भ्यू देखिने अब सधैँ हिँड्ने मान्छेहरूलाई त्यस्तो खासै लाउनु न बजाउँ अब हामी कहिलेकाहीँ यसो आउनेले चाहिँ राम्रो बवाल लाउँछ कहिलेकाहीँ आइराख्नुपर्छ कि गाउँतिर पनि केटा कस्तो लागिरहेको छ तिमीहरूलाई कस्तो लाग्यो मजा एकदम तपाईँलाई तँलाई मोटो त कस्तो लागिरहेको मजा आउन चाहिँ भ्यू कस्तो भ्यू त राम्रै छ तिमी जस्तो हेर न तिमीसँग कस्तो सुहाग जुत्ते कस्तो छ कस्तो लागिरहेको तिमीले राइडर देखाउँछ ल बाबु जाऊ न अगाडि ल भाले जुत्दै आइज केटा आइज हो साथी कहाँ कुना हारेको तिमीले ती जान्छन् भनेर के हिँड के ल केटा हामी हाम्रो गन्तव्यतर्फ हिँडिसकेका छौँ होइन
अहिले चाहिँ हामी आइसकेको छौँ घरतिर। हाम्रो केटा सब साधनसँग यहीँ छ। अनि बेलुका माथि गएर आनन्द ल्याएर पकाउँला। डाँडामा छोटै डाँडामा गऱ्यो त्यो खाने नि हामीलाई त रमाइलो गर्नु। यहीँ रमाइलो गरौँ अहिले डाँडामा किन खानु पर्यो यो पाइन्न नि त फेरि त्यो पाइन्न त पाउँछ भनी डाँडा रमाइलो पहिला जेब्रा हाम्रो भाले के छ बाबु? यता हेर्न मात, यता हेर्न, यता हेर्न, यता हेर्न। के छ भाइ? के छ? ठिक छ? खाता खायो? के खायो नि? के खायो नि? हो उ त तिम्रो साथी हो? यो टुप्पोमा म खान्छु है। म चा खान्छ चा खान्छ कहाँ हिँडेको त नि तिमीहरू? तिमीहरूको घर कहाँ हो त नि? ऊ त भाइले गीत गाउँछ तिमी नाच। त्यही माथि हो? म गीत गाइन्छु नाच है। नाच्छौ? जिम जिम सानो नाजिम क्याउ दुःख गेली ऊ त गाइनी नाच ल। ल ल जाम केटा सामान बोकेर माथि जाम। तिमीहरू दुइटै काम चोर। तिमीहरू दुइटाले दुइटा यस्तरी स्कुटर बोकेर हिँड। बाइक मोटरले बोकिहाल्छ। आफ्नो शरीर त घाँडो बोकोस्, स्कुटर बोक्छ यो अलि। बाइक स्कुटर चलाउने हैन अहिले तँलाई जबरजस्ती नचाउँछु कितना। ल केटा साथी कुन घर हो? आफन्तकै हो? चिनिहाल्यो नि त तिमीहरू। फेरि घर मम्मीले भन्दिनँ भने जाम भन्छ। कुन हो साथी? कुन घर हो? माथि टपको हो? टपको हो? यो यो निलो टिन तिमीलाई मलाई किन थाहा छैन म त्यसलाई अरूलाई ल केटा हामी चाहिँ अब यसो अलिकति उकालो चढेर जाँदैछ होइन मजा आउँछ जे होस्। त्यही घरबाट हो? हैया मोटु 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 चढ्न सक्यौ? बोल्दै बोल्दैन र पो। नमस्ते आन्टी। हैया मोटु सास त फुल्दैन नि? हल्का हल्का केही छैन फुलिन्छ। यहाँ पनि रहेछ सानो बच्चाहरू। यहाँ चाहिँ माउ छ के अरे आज जान्छ माउ भाले भयो जे भयो नि। ल ल साथी ढुक्कर बस। ल के छ आज गइस के रे त बाबु? भाइ हेरेको आसिले एक सर्ट सङ्गम। ल केटा कस्तो कस्तो फिल भइरहेको तिमीलाई? ओह कस्तो फिल भयो साथी? म त एकदम खतरा फिल तिमीलाई कस्तो फिल भइरहेको? कस्तो मजा आएन? अहिले पछि आउँछ हेरौँ न यस्तो मजा आउँछ। ओ को यो सानो मान्छे? ओ सानो मान्छे हाई भन्नु न। यस्तो गर्नु न यस्तो गर्नु न। तिम्रो नाम के हो नि? केले? आयल? आयल व्हाट्स अप बोय व्हाट्स योर नेम? कति वर्ष भयो नि तिमी? स्कुल जान्छ? ल कहाँ गएको भन। ल आफैले आउनु कस्तो लाग्यो मोटु? एकदम सजिलो नोट छ नि त एउटा खिच्छ फोटो। ल ल ल उल्टो भयो साथी। ल केटा हो खिच्छ एउटा ओ माइलागढ। ल भयो साथी फोटो हानिस् मैले ओडालेर झन् ठिक छ यतिको रमाइलो हुन्छ टक्क लाएर हग्न चाहिँ अलिक गाह्रो हुन्छ के अरे।
घर चाहिँ यस्तो को नि हो अदित दाइ हो हामी को थाहा साथी हामी को थाहा दादाहरू हामी तिमीलाई घर लैजान आएको जाम मसँग घर है जाऊ है आऊ जाम आऊ आऊ जाऊ भालुको फर त्यस्तै उस तातो नरम भइरहेको छ होला नि अहिले चाहिँ हामी टक्क भाइ बहिनीहरूको लागि यसो खानेकुरा दिन गइरहेको छौँ यस्तो यस्तो दाइ कि यस्तो त के भन्ने यार यो भाइ बहिनी छ नि थाहा छैन हामीले सिकासी बल्ल पहिल्यै थाहा भएको चाहिँ हामीले किनेर लिइरहेको छ यस्तो होइन के यहाँ चाहिँ आमा छ यसले टोकेर र्याबिज लाग्यो जालास लगेर हामी चाहिँ तर होइन किनेर ल्याएको ए त्यो भएर केही नहानेको रहेछ दोकान चाहिँ तल यहाँ हो बोलाउन अङ्कल अङ्कल हामी चाहिँ फाइनली भाइ बहिनीहरूको लागि चाहिँ यति सामान ल्याइसकेको छौँ 4वटा लल्पो 4वटा चिप 4वटा लिची जुस 4जना खान् भन्दो रहेछ यार यो त छे को अन्त 4जना ए नताने ज्याकेट भन्दो रहेछ यार साथी चस्मा तिमीले लाउने नदेख्नेलाई भन्छ कि दुईटा के कुन त त्यही त अनि ओ भाइ ओ आइज नभन्न बाहिर आइज ओ बिचरा खाऊ है गर्नुपर्छ है गाउँतिर आइसकेको गरेर मैले पी अल्ट्रा लाउनुहोस् 4जना मिलेर खानुहोस् 3जना ललिपप 2टा खायो के अरे मिलेर खाऊ है यो भाइलाई त्यो सानो भाइलाई देखियो ल चार्जर राख अब फोनमा केटा म चार्जर राख्न गएको ल बाबा गाइज हाम्रो त भाले कटिङ ओइ चा नै हानेर राखिदिन ल भयो जस्तो त्यतिकै राखेँ ओइ रगत फाल्न नदेऊ सही हजुर के छ केटा हामीले चाहिँ पुरै बनाइसकेको हामी 3जना अरू सबै क्यामेराम्यान जति छ बेरोजगार हो भातेहरू यिनीहरूलाई यहाँतिर एउटा मासु काट्यो भने पनि काट्न हुन्न त्यो त आउने कामले गर्ने हो के ल यसलाई के भन्छ अहिले नबनाऊ यो बनाऊ मुटु यसलाई जस्तै तिम्रो मुटु छ नि यो नि त्यस्तै मुटु मेरो जरुरत छ आलु छैन छैन नि छैन तर त्यो नबनाऊ ल अचानक मिलाउन हेलो गाइस म चाहिँ यो कसको खुट्टा थाहा तपाईँलाई दिपेशको किनकि यहाँ बोस है बोसोको क्वान्टिटी हेर्ने हो यहीँबाट निकालेको यो कसको अझ दिपेश मोटे हात्तीको ल अब यति भयो यो चाहिँ सङ्गमको खुट्टा हो सङ्गमको हो यो चाहिँ अब यो फिला त अब कसको थाहै छैन थाहै चाहिँ अब यो कता गयो चाक खै समीरको चाक अब नरहेछ त्यो त है ल अब म चाहिँ काम गर्नु भएको गाइस ल त ओभर बोलिसे बाबु के हुन्छ कपिराइट हान्छ जस्तो भन्दा अनि भइहाल्यो अब बाबुले हान्दै छ होइन बाबु हजुर हजुर टिमर ल्यान्ड लाएर आमा ट्याङ्क टप अनि आइएलबीको कट्टु अब हामी चाहिँ अघिको सुन्नुभयो होला काटपिट गरेर राख्यौँ अब हामीले यहाँ पकाउनु सुरु भइसक्यो बाफाम हामीले अघि नै सुरुमा गरेनौँ आलु यस्तो छ त्यहाँ सानो यस्तो साथी सट्टा लगाएर मसला त्यहाँ छ अब यो चाहिँ मुटु
अजितको मुटु छिया पारी अजितको मुटु छिया पारी एउटा केटीले यहाँ गयो कहिले मेरो आन्सु जी कलेज यहाँ छ मेरो अजितको कलेज यहाँ कलेजले हालिदिए आगोमा अर्को मुटु हाम्रो आधा मुटु उता उसको आधा मुटु मेरो गएर जोडिन्छ अब जोडी है ल ल दस अब अब चाहिँ अलि पछि देखाउँछु हस् ल होइन भालुलाई भनेको ओ ताना मान्ते नाच्देऊ त म भिडियो बनाउँछु ओ ताना मान्ते नाच्देऊ त भिडियो बनाउँछु म गीत बजाइदेऊ सानो मान्छे नाच्नुहुन्छ ओ तित्तत हो तित्तत हो ए हाम्रो साथी चाहिँ यहाँ टक्क लगाएर भिडियो बनाउँछ भ्लगहरू को बनाउने यो भिडियो को बनाउनुहुन्छ भ्लग ए भिडियो बनाउनु जानु रे केटा हामी चाहिँ यहाँ हेर्न सक्छौँ ए कोही यहाँ छ कोही यहाँ दुईवटा बिजुहरूमा यहाँ एउटा साथी देखे होइन यार तिमी टी सर्ट मात्रै देखियो रमाइलो भन्छ केटाहरू म चाहिँ अब भ्लग एडिट हान्छु बाबा